कहिल्यै तपाईलाई पनि लाग्छ कि सबैको जीवन अगाडि बढिरहेको छ। कोही जागिर पाइरहेका छन्, कोही विदेश जाँदैछन्, कोही सपनाको विवाह गरिरहेका छन् र तपाईँ त्यहीँको त्यहीँ उभिनु भएको छ। यस्तो लाग्छ कि जीवन रोकिएको छ। चारैतिर उज्यालो छ तर तपाईँको वरिपरि अँध्यारो छ। मन भन्छ सायद म पछि परेँ, सायद म असफल भएँ। तर तब भित्रबाट एक आवाज आउँछ, हे अर्जुन, तिम्रो गति र दिशा अरू कसैले तोक्दैन। जे देखिन्छ त्यो सधैँ सत्य हुँदैन। जो सबैभन्दा बिस्तारै हिँड्छ उही अक्सर सबैभन्दा बलियो योद्धा बन्दछ। किनभने जो एक्लै हिँड्छ उसले आफै आफ्नो बाटो बनाउँछ। उसले सोच्छ र जो सोच्छ उसैले समय आउँदा सम्पूर्ण संसार परिवर्तन गरिदिन्छ। यो तिमीलाई थाहा छ, जब बिउ माटोमा दबाइन्छ उसलाई पनि लाग्छ कि म समाप्त भएँ। तर सत्य यो हो कि यहीँबाट उसको सुरुवात हुन्छ। तिमीलाई पछाडि धकेलिएको छैन, तिमीलाई गलिराइदिँदैछ ताकि तिमी एक दिन यस्तो वृक्ष बन जसले अरूलाई पनि छहारिदिन सकोस्। तिम्रो जीवन कुनै दौड होइन, यो एक तपस्या हो। हरेक सङ्घर्ष, हरेक आँसु, हरेक ठहरावले तिमीलाई तिम्रो परम रूपतर्फ लगिरहेको छ। जब श्रीकृष्ण साथ हुन्छन् तब ढिलाइ कहिले हार हुँदैन। त्यो त केवल एक महान कथाको तयारी मात्र हो। विश्वास गर, तिम्रो समय पनि आउनेछ र जब आउँछ संसारले भन्नेछ यो त चमत्कार हो। तर तिमी मुस्कुराउनेछौ किनभने तिमीलाई थाहा हुनेछ यो चमत्कार होइन, यो श्रीकृष्णको कृपा हो। त्यसैले याद राख्नु, यदि अहिले केही भइरहेको छैन भने पनि केही बिग्रिएको छैन। श्रीकृष्ण कहिले ढिला गर्नुहुन्न। उहाँ त केवल पर्खिरहनु भएको छ कि तिमी आफैमा, आफ्नो कर्ममा र उहाँको कृपामा विश्वास गर्न सिको। उहाँ सब थोक जान्नुहुन्छ। तिम्रो पनि समय आउनेछ। बस मनमा भन्नु, जय श्री कृष्ण। बाँकी सबै उहाँले आफै सम्हाल्नुहुनेछ। यो प्रेम र ज्ञानलाई अरूसम्म पुर्याउनुहोस्। कमेन्टमा लेख्नुहोस्, श्रीकृष्ण मेरो साथमा हुनुहुन्छ र सब्सक्राइब गर्न नभुल्नुहोस्। अर्को पटक भेटौँला। तबसम्म मनमा शान्ति, ओठमा मुस्कान र हृदयमा श्रीकृष्ण। जय श्री कृष्ण।